हेलो गाइज, के छ हालखबर? आज त हामी पोखराको लागि निस्केका छौँ। घरबाट हामी पोखराको लागि मेरी प्यारी श्रीमती र मेरी प्यारी राजकुमारी मेरी छोरी हामी 3 जना पोखराको लागि हिँड्यौँ। छोरीको आइतबारको छुट्टी र शनिबारको छुट्टी 2 दिने छुट्टीको सदुपयोग गर्दै हामी पोखराको लागि काठमाडौँबाट हिँडिसकेका छौँ। हिँड्दाखेरि हामी कति लगभग 2 नै बजिसकेको थियो दिउँसोको। अनि हामी हिँड्दै त्यतिखेर भएकोले गर्दाखेरि बेलुका पोखराको नाइट भ्यू चाहिँ हेर्ने लेक साइडमा भनेर चाहिँ हामी हिँड्यौँ। अनि हामी त्यतिखेर निस्केपछि अहिले हामी यहाँ स्वयम्भूबाट कलङ्की पुगिसकेका छौँ। कलङ्की पुगिसकेपछि अब हामी बिस्तारै घुम्दै फिर्दै आरामका साथ उता पोखरा जाँदैछौँ। उता पोखरा है। काठमाडौँमा दिनै पछि पानी परिरहेकोले पानी परेको होला भन्ने सोचिरहेको थियौँ, तर त्यो दिन त घाम लागेको थियो हामी हिँड्दाखेरि, त्यही भएर चाहिँ हिँड्यौँ। नभन्दै हामीलाई यो मौसमले पनि साथ दियो। हेर्न सक्नुहुन्छ हामी मनोकामना पुगिसकेका छौँ। मनोकामना गेट देखेको थियो अघि। अहिले हामी चाहिँ पोखराको बाटोमा लागिसकेका छौँ। मुगलिनबाट उता साँझ परिसकेको छ। फाइनली हामी पोखरा आइपुगिसक्यौँ। पोखराको यो रातिको लेक साइडको दृश्य हो। यो रेस्टुरेन्टमा चाहिँ यसरी रेलमा बसेर खाने टेबल राखेको रहेछ, रेलको जस्तो टेबल। Went down when you feel lost in your shadow. Don't feel alone, don't scream so loud. We are living in this cruel world, broken but strong, gotta move on. You're not a bakery of life. Equip my soul, find the real gold. I'll fulfill what I started. यहाँ 1-2 जनाको समूह बनाएर गीत गाउनेहरू हामीले धेरै भेट्यौँ। त्यसमध्येमा पनि सबैभन्दा राम्रो लागेको यो बहिनीहरूले गाएको गीत यहाँ सुन्नुहोस्। यो रातिको बसाएपछि अब हामी यहाँबाट निस्किने क्रममा छौँ। छोरी के छ, लुच्छ ड्रेस लगाइसक्यो, मामुली मेकअप गरिसकेको छैन, बाथरुममा राखियो।
पातले छाँगो डेभिस फल जहाँ डेभिस भन्ने मान्छे मरेका थिए भनिन्छ त्यो यो छाँगो चाहिँ कहाँ जाँदो रहेछ भनेर हेर्ने क्रममा चिप लिएर हामी त्यहाँ पुगेका छौँ र त्यसपछि यो पातले छाँगो डेभिस फल्समा हेरिसकेपछि हामी तल्लोपट्टि रहेको गुप्तेश्वर महादेव मन्दिर पनि जुन गुफामा अवस्थित छ त्यो गुफा पनि गयौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँनिर पातले छाँगोको यो दृश्य। यो गुप्तेश्वर महादेवको यो गुफामा जाँदाखेरि चाहिँ यो टिकट लिनुपर्नेछ। नेपालीहरूको लागि चाहिँ 20 रुपियाँ टिकट छ, विद्यार्थीहरूको लागि नेपाली विद्यार्थीहरूको लागि 10 रुपियाँ र 5 वर्षदेखि मुनिका नानीहरूको लागि नानी बाबुहरूको लागि कुनै पनि टिकट लाग्ने छैन। हामी छोटो मिठो पोखराको यात्रा सकेर चाँडो चाँडो गरेर शनिबार दिउँसो 2 बजेतिर गएका थियौँ। आइतबार 1 बजेतिर फेरि त्यहाँबाट फर्क्यौँ। यो पोखरामा मजाले घाम लागेको यस्तो रमणीय दृश्य देखिएको छ। हजुरहरूले यतिखेरसम्म हाम्रो भिडियो हेरेर साथ सहयोग गरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। फेरि भेटौँला, नमस्ते।